हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज हामी आइपुग्यौँ पल्पसा क्याफे एन्ड भान्साघरमा। अनि यहाँ चाहिँ 60 मुरे खोला पुल छ। अनि यो चाहिँ हो बेस्ट नगरपालिका तनहुँ। आज हामी तनहुँतिर आइपुग्यौँ है त साथीहरू। अनि छोरी चाहिँ आउनु मामु भन्दै ऊ टुइन्टु हिँडिरहेकी छिन्। अनि यहाँको भ्यू चाहिँ यस्तो छ, यो बाहिरी भ्यू भइहाल्यो। अनि यता भित्रतिर चाहिँ यस्तो यस्तो छ है भ्यूहरू। अनि बुढो चाहिँ यहाँ गएर बसिसक्नु भएको थियो। अनि यहाँ चाहिँ एउटा कुकुर रहेछ। अनि हेर्दै डर लाग्दो क्या, माफे कुकुर भन्ने बित्तिकै एकदमै डर लाग्छ। छोरी टल्लबाट हेरिरहेकी थिइन्। अनि पछि मैले चाहिँ नजिक नजाऊ बेबी टोक्ला हानेको नि, हेर्नु न मामु जिब्रो निकालिरहेछ भन्दै थियो। अनि पछि मैले त नि निकालेछ भने हेर्दै पनि चेनै फुकालेर टोक्न आउला जस्तो गरेर हेरिरहेको थियो। अनि मैले बेबी हिँड जाऊँ बो भन्दाखेरि चाहिँ ऊ चाहिँ बो नाइ नाइ भन्दै दौडेको दौडे उसको पारा। अब यो जता घुमाउनु लगे पनि यस्तै गर्छ। अनि यतातिर चाहिँ टिकटक बनाउँदै हुनुहुन्थ्यो। ऊ पनि त्यहाँ म्युजिक सुनेर फेरि ऊ कम्मर मड्काउँदैछ। उसलाई फेरि नाच्न त आउँदैन, तर चाहिँ म्युजिक सुनेपछि चाहिँ उसलाई फेरि नाचम नाचम चाहिँ भइहाल्छ, कम्मर मड्काउन सुरु भइहाल्छ। अनि मैले पनि ल ल बेबी नाच नाच भनेको त ऊ एकछिन नाचेर फेरि उसले आफ्नो पारा देखायो। दौडेको दौडे यहाँभित्र फेरि अरू मान्छेहरू हुनुहुन्थ्यो, खाना खाँदै हुनुहुन्थ्यो। अनि मैले चाहिँ बेबी त्यहाँ जानु नाटकमा भनेर फेरि तानेर यता लिएर आएर बस न बेबी बस भनेर ऊ त बस्न मान्ने होइन के अरे। जान्छु म उता, म नाच्छु भनिरहेकी थिएँ। अनि मैले जान दिएन भने मलाई हेर्न हातमा यस्तै टोकेर उहाँ गएर मोबाइल चलाएर बसिरहेकी छिन्। जता घुम्न गयो पनि कतैवटा ठाउँमा टिक्ने होइन के अरे, दौडेको दौडे गर्ने खाने होइन, दौडेको दौडे गर्ने। सबैको बच्चा यस्तो हुन्छ कि मेरो मात्रै होला। अनि मैले उसलाई बल्ल बल्ल भित्र ल्याएँ, सेलेक्ट छानी भनेर लिएर आएको। ऊ मोबाइलमा गेम खेलिरहेछ। अनि त चेनले बाँधेको कुकुरलाई चाहिँ छोडिदिइसक्नु भएको रहेछ। अनि त्यो कुकुर पनि त्यहाँ आयो, भित्रै आयो। अनि पछि हेर्नु न मामु त्यो के खाना आएको भनेर चाहिँ कुकुर चाहिँ यहाँ मुनि छ। अनि मैले चाहिँ मोमो अर्डर गरेको थिएँ। अनि मोमो पनि आइपुग्यो। अब यसलाई म टेस्ट गर्छु कस्तो रहेछ साथीहरू। अनि अब फर्स्ट बाइट टेस्ट गरौँ भनेर चटनीमा डुबाएर यसरी मुखमा हालेको के थिएँ। यति नमिठो भयो साथीहरू। अब के गर्ने, पैसा तिरेपछि खानै पर्यो। यतिकै फालेर हिँड्नु पनि भएन, खानाको नि अपमान हुन्छ भनेर मैले बल्ल बल्ल कोचेर खाएँ। अनि पछि चाहिँ अब त्यतिले त मिठै लान, अब मेनुमा खासै केही अरू केही मिठो छ कि भनेर चाहिँ हेर्दाखेरि बुढो कफी खानुहुन्छ भन्दाखेरि बो खान्नमा उतै पोखरातिर गएर खान्छु भन्नुभयो। अनि पछि छोरी फेरि जान्ने थियो नि त, फेरि म हेर्छु मेनु हेर्छु मामु, तपाईँले के खाने म चुज गरिदिन्छु भनेर। अनि जबरजस्ती ऊ मान्दै नमानिकन अनि मेन्यु हेर्न थालिन्। अनि मोमो चाहिँ मलाई मात्र होइन बुढोलाई पनि मन नै परेन। अनि कति नमिठो रहेछ यहाँको मोमो भन्दै हुनुहुन्थ्यो। अनि बाहिर पनि यत्रै ठुलो पानी पऱ्यो। अब फेरि गाडीसम्म जान पनि अब भिज्ने भयो कि, छाता पनि लिएर आएकै थिएन। अनि हेर्ने यस्तो ठुलो पानी पऱ्यो। उताको बाटो चाहिँ उता डमौलीतिर जाने बाटो हो। अनि छोरी फेरि पानी भनेपछि भुत्तुक्कै नुहाउन भन्छ, डराउने, पानी खेल्न भन्छ, चम्किनी छ छोरीको। पानीमा गएर टाउको कतिचोटि भिजाएर आइसकेँ। अनि हामी चाहिँ भिजेर भए पनि गाडीभित्र पस्यौँ। अब पानी भर्खरै परेको हो नि त, अब अहिले रोकिने त कुरै भएन। अनि हामीलाई चाहिँ भोक लागिरहेको थियो। अनि मोमो मिठो नभएपछि अरू के पनि खान मन लागेन, यहाँ बर्न पोखरामा गएर खाजा खाऊँ भनेर। अनि हामी चाहिँ निस्केको हो। सो अब मिनी भ्लग पनि यतिमै इन गर्छु। सी यु इन माई नेक्स्ट भ्लग, बाई बाई।